यो चाहिँ ल नमस्कार साथीहरु, सम्पूर्ण नमस्कार। नासु तृतीय पत्र कसरी नायब सुब्बाको तृतीय पत्र कसरी उत्कृष्ट लेख्न सकिन्छ भन्ने बारेमा आज छलफल गर्न गइरहेको छ साथीहरु, ध्यान दिएर हेर्नु होला। यो चाहिँ मैले गरेको नमुना सेट हो, तपाईहरु देख्न सक्नुहुन्छ। तपाईहरु अब सिधै म कन्टेन्ट तिर गइहाले हेर्न सक्नुहुन्छ। कार्यालयमा निरीक्षण अनुगमन भन्नाले के बुझ्नुहुन्छ? कार्यालयमा निरीक्षण अनुगमन भन्नाले के बुझ्नुहुन्छ? यस सम्बन्धी भएका व्यवस्था लेख्नुहोस् भनेको छ प्रश्न नम्बर 1 मा। तपाई देख्न सक्नुहुन्छ कार्यालयमा निरीक्षण भन्नाले माथिल्लो निकायबाट तल्लो निकायलाई लेखाजोखा चेक जाँच कार्यालय माथिल्लो निकायबाट तल्लो निकायमा गरिने लेखाजोखा चेक जाँच निरीक्षण हो भन्यो। तपाईं देख्न सक्नुहुन्छ कार्यालय अनुगमन भन्नाले कुनै पनि कार्यक्रम आयोजन बारेमा व्यवस्थापन गर्ने निरन्तर वा बेला बखतको चेक जाँच नै अनुगमन हो भने। तपाईले देख्न सक्नुहुन्छ कार्यालय निरीक्षण र अनुगमन सम्बन्धी भएका व्यवस्थाहरू। नम्बर 1 मा नेपालको संविधान छ, राज्यका नीतिहरू छ, व्यवस्थापन सुशासन व्यवस्थापन सञ्चालन ऐन छ, खरिद ऐन छ, संघीय कार्यालय छ, वडा कार्यालय छ, प्रादेशिक कार्यालय छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ, लेखा परीक्षण ऐन छ, नेपाल सरकार कार्य विभाजन नियमावली 2074 रहेको छ। यसरी निष्कर्षमा हेर्दाखेरि विभिन्न कार्यालयहरुमा अनुगमन र निरीक्षण को दायरा अभिवृद्धि गर्न सकेमा राज्यले लिएका लक्ष्य उद्देश्य पूरा हुने देखिन्छ भनेको छ। तपाई देख्न सक्नुहुन्छ यसरी सुरुमा परिचय दिएर त्यसपछि म्यान के मागेको त्यो कुरा दिएर त्यसपछि अन्त्यमा निष्कर्ष लेख्न सकेमा तपाईको लेखाइ उत्कृष्ट हुन सक्ने देखिन्छ। अब देख्न सक्नुहुन्छ तपाईले जिन्सी श्रेष्ठता प्रणाली भन्ने आयो। जिन्सी श्रेष्ठता प्रणालीको महत्व लेख भन्ने आयो। कार्यालयमा सञ्चालनका क्रममा सम्पूर्ण सामग्रीको हिसाब किताब लेखाजोखालाई जिन्सी श्रेष्ठता प्रणाली भनिन्छ। यसलाई चाहिँ नगद बाहेकको सामग्रीको हिसाब किताब राख्ने श्रेष्ठता नै जिन्सी श्रेष्ठता भन्न सकिन्छ। नेपालमा 2020 माघ 1 गतेबाट यसको प्रयोग वा सुरुवात भएको हो। त्यसपछि देख्न सक्नुहुन्छ 2076 साल जेठ 19 गते यसको चाहिँ के भएको भन्दाखेरि मलेपो फार्माहरु पुरस्कृत गरिएको हो। अब जिन्सी श्रेष्ठता प्रणालीको महत्व देख्न सक्नुहुन्छ तपाईले। कार्यालयमा रहेका सामग्री के गर्न त लेखाजोखा गर्न, कार्यालयमा सामग्रीको संरक्षण गर्न, सामग्री लिलाम बिक्री मिनाहा प्रक्रियालाई आधार प्रदान गर्न, सामग्री हिनामिना र चोरी हुनबाट रोकथाम गर्न, कार्यालयमा जिम्मेवारी वहन गरी नियमित कार्य सञ्चालन गर्न। के गर्ने त कार्यालयको जिम्मेवारी वहन गर्ने र कार्यालयमा हुने नियमित कार्यहरूलाई सञ्चालन गर्न जिन्सी श्रेष्ठता प्रणालीको महत्व रहेको हुन्छ। त्यसपछि लागत न्यूनीकरण हेर्नु त लागतलाई न्यूनीकरण गर्दो रहेछ। न्यून स्रोत साधनबाट अधिकतम उपलब्धि हासिल गर्दो रहेछ। संगठनको लक्ष्य उद्देश्य के छ त? यसले लिएको लक्ष्य उद्देश्य के छ त? सार्वजनिक प्रभावकारी सार्वजनिक सेवा प्रवाह गर्ने होला, जनताको जनविश्वास अभिवृद्धि गर्ने होला, जनताको संगठनको गुडविलको दायरा बढाउने होला। त्यसलाई चाहिँ यसले के गर्दो रहेछ त? परिपूर्ति गर्दो रहेछ जिन्सी श्रेष्ठता प्रणाली। अब देख्न सक्नुहुन्छ अन्त्यमा जिन्सी श्रेष्ठताले सामानको लेखाजोखा गर्ने भएकोलाई यसलाई सूचना प्रविधिमा आबद्ध गराउन जरुरी छ। निष्कर्षमा तपाईले 2 लाइन लेख्दा पुग्छ, देख्न सक्नुहुन्छ। अब तपाईको प्रश्न नम्बर 3 मा रहेको छ गुनासो व्यवस्थापन भएको भनेको के हो? गुनासो व्यवस्थापन सम्बन्धी भएका व्यवस्थाहरू समस्याहरू लेख्नुहोस् भनिएको छ। तपाईको गुनासो व्यवस्थापन भन्नाले के बुझ्नुहुन्छ भने गुनासो भनेको के हो त? गुनासो व्यवस्थापन भनेको के हो त? सुन्ने र सुधार्ने प्रक्रिया। सुन्ने र सुधार्ने प्रक्रिया के हो त? गुनासो व्यवस्थापन हो। गुनासो व्यवस्थापन कार्यालय कार्य सञ्चालनका क्रममा सेवाग्राहीबाट आएका पिरमरका दुखेसो र असन्तुष्टिलाई आधुनिक वैज्ञानिक र प्रभावकारी ढंगबाट समाधान गर्नु के हो त? गुनासो व्यवस्थापन हो। गुनासो भनेको के हो त? सेवाग्राहीबाट जुन पिरमरका दुखेसो आउँछ त्यसलाई चाहिँ प्रभावकारी तरिकाले समाधान गर्नु के हो त? गुनासो व्यवस्थापन हो साथीहरु। ल अब गुनासो व्यवस्थापन मा भएका व्यवस्थाहरू देख्न सक्नुहुन्छ तपाईहरुले। गुनासो व्यवस्थापनमा के व्यवस्था रहेका छ? गुनासो व्यवस्थापनमा भएका समस्याहरू के छन् त तपाई देख्न सक्नुहुन्छ। के छ त? पर्याप्त नीति विधि कानून कार्यविधिको अभाव रहेको छ। गुनासो व्यवस्थापन समितिको हेरचाह रहेको छ। गुनासो व्यवस्थापन सम्बन्धी आवश्यक साधन स्रोतको अभाव रहेको छ। गुनासो व्यवस्थापन सम्बन्धी दक्ष जनशक्ति के त छैनन्। गुनासो व्यवस्थापन इन्फर्मेसन कम्युनिकेसन र टेक्नोलोजीसँग आबद्ध गर्न सकिएको छैन।
सर्भिस विथ स्माइल मुस्कान सहितको सेवा प्रवाह गर्न सकिएको छैन। एनी टाइम सर्भिसलाई आत्मसात गर्न सकिएको छैन। गुनासो व्यवस्थापन सम्बन्धी भएका व्यवस्थाको अक्षरशः पालना भएको छैन र यसलाई प्राथमिकताको विषयमा सरकारले राख्न सकेको छैन। यसरी देख्न सक्नुहुन्छ अत प्रभावकारी गुनासो व्यवस्थापन गर्न सकेमा संगठनको गोल एचिभ हुने देखिन्छ अथवा गुडविलको दायरा अभिवृद्धि हुने देखिन्छ तपाईले भन्न सक्नुहुन्छ। यसरी लेख्नुभयो भने तपाईको कपी उत्कृष्ट हुन सक्छ है। अरूभन्दा पृथक लेख्न पर्छ विषयमा। अब देख्न सक्नुहुन्छ अधिकार प्रत्यायोजन आफूभन्दा माथिल्लो निकाय वा पदाधिकारीले आफूभन्दा तल्लो निकाय वा पदाधिकारीलाई कुनै कार्य गर्नका लागि दिने आदेश निर्देशन दिनु हस्तान्तरण गर्नु राइट डेलिगेसन हो। यो भन्नाले माथिल्लो तहको कुनै पदाधिकारी जस्तै अधिकृतले तल्लो तहको नायब सुब्बालाई कुनै काम गर्न भने त्यो अधिकार हस्तान्तरण गर्ने कार्य अधिकार प्रत्यायोजन हो। जस्तै उदाहरण पनि रहेको छ साथीहरु। जस्तै प्रमुख जिल्ला अधिकारीले सहायक प्रमुख जिल्ला अधिकारीलाई नागरिकतामा हस्ताक्षर गर्न लगाउनु हो। अब देख्न सक्नुहुन्छ अधिकार प्रत्यायोजनको महत्त्व रहेको छ। अब के छ भन्दाखेरि माथिल्लो निकायमा कार्यबोझ घटाउन माथिल्लो निकायमा कार्यबोझ घटाउँदो रहेछ। तल्लो तहका कर्मचारीलाई कार्य सञ्चालन गर्न आधार प्रदान गर्दो रहेछ। लागतलाई न्यूनीकरण गर्दो रहेछ। प्रभावकारी कार्य सञ्चालन वा सेवा प्रवाह गर्न सहयोग गर्दो रहेछ। कार्यमा सरलता र छिटो छरितो ल्याउन सहयोग गर्दछ। कर्मचारीको क्षमता अभिवृद्धि गर्न सहयोग गर्दो रहेछ। जिम्मेवारी बाँडफाँड र कार्य सम्पादन गर्न सहयोग गर्दो रहेछ। यसरी राइट डेलिगेसन भन्नाले राइट डेलिगेसनले कार्यलाई सरल सहज मितव्ययी रूपमा सञ्चालन गर्न आधार तय गर्ने भएको यसको महत्त्व धेरै रहेको छ। अब देख्न सक्नुहुन्छ प्रश्न नम्बर 5 मा गइहालौँ हामी। प्रश्न नम्बर 5 मा रहेको छ प्रश्न नम्बर 5 मा रहेको छ संगठनात्मक मान्यता भन्नाले के बुझ्नुहुन्छ? यसको बारेमा लेख्नुहोस् अथवा टिप्पणी दिनुहोस्। संगठनात्मक मान्यता र संगठनात्मक मर्यादाको बारेमा लेख्नुहोस् भनेको छ। मैले चाहिँ यसरी लेखेको छु, तपाईहरुले लेख्न सक्नुहुन्छ। अब चाहिँ तपाई संगठनात्मक मान्यता भन्नाले के हो त? संगठनको कार्य सञ्चालनको क्रममा भएका सम्पूर्ण आदर सत्कार सेवा प्रवाह नियमको पालना मुस्कान र कार्यमा चुस्तता ल्याउन संगठनात्मक मान्यता हो। यो ल्याउने प्रक्रिया हो है। संगठनात्मक मान्यताले गुडविलको दायरालाई अभिवृद्धि गर्छ है त। यसले के भन्छ? ख्याति अभिवृद्धि गर्छ संगठनको। जस्तै ड्रेस लगाउनु भयो, 10 बजे अफिस पुग्नु भयो, 1 बजे खाना खानु आदि रहेको छ है त। अब देख्न सक्नुहुन्छ तपाईले संगठनात्मक मर्यादा भनेको के? मर्यादा जस्तै मर्यादा भन्नाले के हो त भन्दाखेरि मान सम्मान इज्जत मर्यादा। जस्तै अब बुझ्न सक्नुहुन्छ तपाईले मर्यादा भन्नाले तपाईले देख्न सक्नुहुन्छ संगठनमा कुनै पनि कर्मचारीको स्तर अनुसारको कार्य सम्पादन अध्यक्षता अघि वा पछिल्लो र्याङ्क अथवा के भन्छ त्यसलाई श्रेणी भन्छ हो। श्रेणीलाई मर्यादा प्रणाली भनिन्छ। अब देख्नु संगठनमा मर्यादा प्रणाली स्पष्ट जिम्मेवारी र कार्यलाई चुस्तता ल्याउन मद्दत गर्छ। संगठनात्मक मर्यादाको उदाहरण हेर्न सक्नुहुन्छ। राष्ट्रपति मर्यादा क्रममा 1 नम्बरमा पर्छ भने त्यस्तै 22औं नम्बरमा चाहिँ शाखा अधिकारी पढ्ने गर्छ है त। अधिकार र कार्यको प्रत्यायोजन सहजता प्रदान गर्न कानूनको पालना यसको आवश्यकता जरुरी रहेको छ। तपाईले देख्न सक्नुहुन्छ। अब प्रश्न नम्बर 6 तिर जामा हामी। प्रश्न नम्बर 6 मा रहेको छ जनसम्पर्क व्यवस्थापन। यो के भन्छ? पब्लिक कन्ट्याक्ट भन्छ यसलाई। जनसम्पर्क व्यवस्थापन अब हामी बुझ्नेछौं। जनसम्पर्क व्यवस्थापन भन्नाले कार्यालयबाट सेवा प्रवाहको क्रममा सेवाग्राही वा जनतासँग गरिने छलफल सम्पर्क आधुनिक नवीनतम वैज्ञानिक र व्यवस्थित तौरबाट सम्पर्क गर्नु जनसम्पर्क व्यवस्थापन हो। तपाईले बुझ्न सक्नुहुन्छ। जनतासँग गरिने कुराकानी छलफल त्यसलाई प्रभावकारी बनाउनलाई बुझ्न सक्नुहुन्छ तपाईले। जस्तै अब जनताको गुनासो समाधान गर्न प्रभावकारी सेवा प्रवाह गर्न कार्यालयको कार्यमा चुस्तता र दुरुस्तता ल्याउन यसको आवश्यकता र महत्त्व रहेको छ। अब रहेको छ तपाईको जनभावना जनचाहना अनुसार सेवा प्रवाह गर्न यसको मुख्य उद्देश्य रहेको छ है त जनसम्पर्क व्यवस्था। अब देख्न सक्नुहुन्छ तपाईले जनसम्पर्क व्यवस्थापनका माध्यमहरु देख्न सक्नुहुन्छ।
के छ त भन्दाखेरि प्रत्यक्ष माध्यम एउटा रहेको छ, अप्रत्यक्ष माध्यम अर्को रहेको छ। प्रत्यक्ष माध्यममा के छ? प्रत्यक्ष भेटघाट होला, गोष्ठी सेमिनार होला, कार्यशाला होला, बैठक होला, घर दैलो कार्यक्रम होला, सेवा गर्ने क्रममा होला। अब अप्रत्यक्ष कर्म भनेको प्रेस विज्ञप्ति, पत्राचार होला, चिठी पत्र होला, फोन कल होला, सर्वदृश्य होला, विज्ञापन होला, सामाजिक सञ्जाल होला, फेसबुक ट्विटर होला है त। ल अब तपाईँ अर्को प्रश्नमा अब हामी प्रवेश गरौँ। जनसम्पर्क व्यवस्थापन गर्दा ध्यान दिनुपर्ने कुराहरू। तपाईँले उत्तर लेख्दाखेरि कसरी लेख्नु होला भन्दाखेरि नमागेको कुरालाई नदिनु होला, जति माग्छ त्यतिलाई मात्रै ध्यान दिएर दिनु होला है त। ल अब हामी जनसम्पर्क व्यवस्थापन गर्दा ध्यान दिनुपर्ने कुराहरूमा जाम है त। जनसम्पर्क व्यवस्थापन गर्दा ध्यान दिनुपर्ने, अब जनसम्पर्क व्यवस्थापनमा ध्यान दिनु के कुरामा ध्यान दिनुपर्छ त? नीतिले नभई नियमले व्यवस्थापन गर्ने, कार्य सञ्चालन गर्ने है त। सर्भ बट नट स्टिर, सेवक हुने है त, शासन नभएर सेवकको रूपमा कार्य गर्ने। नागरिक बडापत्रमा सेवा दस्तुरको बारेमा उल्लेख गरिदिने है त। प्रभावकारी कार्य सञ्चालन, सेवा प्रवाह गर्ने है त। स्पष्ट नीतिविधि कार्यविधि बनाए अक्षरशः पालन गर्ने। जनसम्पर्क स्थापन गर्न दक्ष जनशक्ति तयार गर्ने। जनभावना, जनइच्छा, जन आकांक्षा अनुरूप प्रभावकारी, मितव्ययी, पारदर्शी पब्लिक सर्भिस डेलिभरीलाई के गर्छ? प्रसाद गर्ने है त। जनसम्पर्क व्यवस्थापन तपाईँ देख्नुहुन्छ, जनसम्पर्क व्यवस्थापन आधुनिक, वैज्ञानिक र नवीनतम ढङ्गबाट अवधारणा आबद्ध गर्न जरुरी रहेको छ। अब तपाईँको निष्कर्षमा हेर्दाखेरि त लेख्नु अथवा निष्कर्ष जे लेख्दा पनि हुन्छ। प्रभावकारी जनसम्पर्क व्यवस्थापन गर्न सकेमा कार्यालयले लिएको गोल अब्जेक्टिभ एचिभ भई, इफेक्टिभ इकोनोमिक र इफिसियन्सी लागू भई, गुड गभर्नेन्स कायम हुने देखिन्छ, सुशासन प्रवर्धन हुने देखिन्छ भने है त। ल अब हामी अर्को प्रश्नतिर जाउँ है त। ल देख्न सक्नुहुन्छ प्रश्न नम्बर 7 मा रहेको छ, सार्वजनिक प्रशासन र विकास प्रशासन बीच भिन्नता लेख्नुहोस् भने। अब के हो त सार्वजनिक प्रशासन भन्नाले? यो भनेको चाहिँ तपाईको सार्वजनिक प्रशासन भनेको के हो भन्दाखेरि पब्लिक एडमिनिस्ट्रेसन इज सिस्टमेटिक एन्ड डिटेल एप्लिकेसन अफ ल एन्ड रुल। यो भन्ने के हो भन्दाखेरि सार्वजनिक प्रशासन यस्तो प्रक्रिया हो जुन सम्पूर्ण नियम र कानुनमा आधारित भई सरकारका कार्यहरू सञ्चालन र नागरिकलाई सेवा प्रवाह गर्ने गर्दछ है त यसको। अनि भिन्नता भनेको छ भने तपाईले सिधै भिन्नता लेख्न सक्नुहुन्छ। अब विकास प्रशासन भने के हो त? विकासका प्रशासन भन्नाले आयोजना योजनासँग सम्बन्धित भएर सञ्चालन गर्ने क्रममा विकासात्मक सेवा आत्मसात गर्ने प्रक्रिया प्रशासन हो। सरकारका आकस्मिक कार्य यसले गर्छ भने विकासका आयोजना कार्य यसले गर्छ। यसको कार्यक्षेत्र न्यून हुन्छ भने यसको कार्यक्षेत्र अधिक हुन्छ। कर्मचारीहरूद्वारा सञ्चालन हुन्छ, विशेषज्ञद्वारा सञ्चालन हुन्छ। ल देख्न सक्नुहुन्छ तपाईले सार्वजनिक सेवा प्रवाह, सार्वजनिक प्रशासन र विकास प्रशासन बीच मान्यता समानता। ल देख्न सक्नुहुन्छ दुवै कार्य सार्वजनिक सेवा प्रवाहकारी गर्नु हो। प्रभावकारी दुवै राज्यको बनाएको नीति र कानुनलाई फलो अप गर्दछन्। जनताले दुवैले आवश्यकता परिपूर्ति कटिबद्ध हुन्छन्। दुवै नागरिकका जनचाहना र जनइच्छाको सम्बन्धन गर्छन्। ल है त अन्तमा लेख्नु होला तपाईले सार्वजनिक प्रशासन र विकास प्रशासनले सेवा प्रवाह इफेक्टिभ इकोनोमिक काम गराउने हुन्छ। ल अब तपाईले देख्न सक्नुहुन्छ। अब प्रश्न नम्बर 8 मा जाम हामी। संगठन भन्नाले के बुझिन्छ? संगठन भन्नाले दुई वा दुईभन्दा बढी व्यक्ति समूह मिली उपलब्ध साधन स्रोतको अधिक परिचालन गरी निश्चित लक्ष्य उद्देश्य हासिल गर्न बनेको निश्चित जनशक्ति संगठन हो। संगठन सेवा प्रवाह गरी निश्चित लक्ष्य उद्देश्य हासिल गर्न तत्पर रहन्छन्। संगठनका कार्यहरू प्लानिङ, अर्गनाइजेसन र पोस्ट कार्ड सम्झिनुलाई त POSD CORB पोस्ट कार्ड सम्झिनुलाई त। ल अब तपाईको संगठनका आधारहरू देख्न सक्नुहुन्छ के हुन्छ तपाईले पढ्नु भएको होला। 5P प्लस भपुरा अनि स्पर्शका अनि अब प्लेस भयो, पोलिसी भयो, पर्पज भयो, प्रोसेस भयो, मटेरियल्स भयो, इकोनोमिक भयो, ह्युमन रिसोर्स भयो। ल है त अब तपाईले निर्णय निर्माण भन्ने कुरामा
निर्णय निर्माण भन्नाले के हो त? कुनै पनि कार्य सञ्चालन गर्नु पूर्व त्यो कार्यको लागि भविष्यमा के गर्ने भनी कोरिएको रोडम्याप नै निर्णय हो त। त्यसपछि अब उक्त निर्णयलाई औपचारिक र अनौपचारिक तवरले प्याकेज बनाउने कार्य निर्णय निर्माण हो है त। बैठक बसिसके पश्चात एजेन्डाहरूको लिखित रूपमा माइनोट राख्ने कार्य निर्णय निर्माण हो। निर्णय निर्माणका तह तपाईँ देख्न सक्नुहुन्छ। निर्णय निर्माण आवश्यकताको पहिचान गर्नुपर्दछ, एजेन्डा बनाउनु पर्दछ, एजेन्डामा छलफल गर्नुपर्छ, प्रतिवेदन गर्नुपर्छ, निर्णय निर्माणका समस्याको पहिचान गर्नुपर्छ, विकल्पको छनौट, उत्तम विकल्पको छनौट, उपयुक्त सामग्रीसँग निर्णय पारित गर्ने है त। डिसिजन मेकिङलाई सामूहिक रूपमा अगाडि बढाउन सकेमा लिएका निर्णय उद्देश्य पूरा हुने देखिन्छ। ल है त आजलाई यति नै। नयाँ भिडियो यहाँभन्दा पछाडि छुटेको अर्को भागमा दिनेछु र यसलाई तपाईँले आत्मसात गर्नु होला र नोट चाहिएमा मलाई सम्पर्क गर्नु होला है त। ल यस्तै तरिकाले लेख्नु होला भन्ने सुझाव दिन चाहन्छु है त। ल